अहिले चाहिँ राम्रो भ्यू आउँदैन हैन। हामी चाहिँ डाङ्गीमा छु अहिले किनकि 6:30 बजिसक्यो हैन। अलिकति 5 बजे आएको भए सट्ट जङ्गलको मुखबाट राम्रो भ्यू तपाईहरुलाई हेराइदिन्थे तर के गर्नु नो ब्युटिफुल। अहिले चाहिँ ब्युटिफुल के हेरौँ रातिको कालमा हेर्नु यस्तो मात्र नत्र अझै बिहान भएको घाम लागेको भए हरियाली पनि नेपालको धन कति मिठो हेर्नमा पनि कति राम्रो अति उत्तम हैन। सो तपाईहरुलाई अब के भन्नु ठिकै छ सबै कुरो चटर चटर भाइ यताको रोडमा दामी भ्यू देख्न पाउँथे के गर्नु उता पठाइदियो साउले दुईटा गाडी थियो नि त त्यसैले उता गइदिए अर्कोटी अनि अर्कोटी यता ड्राइभर फेरि 3 जनै हो ड्राइभर यता हाम्रो सेकेन्ड म चाहिँ नयाँ ड्राइभर हो नि त्यो नयाँ ड्राइभर म पनि हल्का नयाँ यता पनि हल्का नयाँ ठिकै छ। दुईटा गाडी छ जे जस्तो हो नि हामी 3 भाइ लोकल पारा। अब चाहिँ यहाँबाट त जस्ट तपाईँलाई भनौँ न 5 मिनट छ हाम्रो पुग्ने ठाउँ होइन। अब राति फेरि बोकाइ पनि टाढा छ हाम्रो त के गर्नु धेरै टाढा। यो भिडियो त म रिजर्नीको लागि बनाएको होइन। घर पुगेपछि के हुन्छ त्यसैले बनाइदिएको म सट्ट चटर चटर ल एकचोटि सबैजना चतर पार्टीहरु ग्रुपहरु ग्रुपहरु ल चौधरी चतर चतर है ग्रुप ल हाम्रो टोना थापा दाइको चतर चतर। अब चौधरी भाइले पनि चतर चतर बोल्न सिकिसक्यो। अब चतर चतरको रिजन के हो भनेर मलाई त थाहा छैन हैन। तपाईहरु प्लिज नसोधिदिनु होला चतर चतर भनेको के हो। चतर चतर मतलब युनिक छ क्या चतर चतर बोल्नमा पनि राम्रो लाग्छ त्यसैले बोलिदिएको हैन। ठिक छ ल लङ भिडियो पो भयो ल हाम्रो दुईटा प्यारा बाबुहरु यहाँ लगै भयो।